त्यो दिन मलाई मार्ने योजना रहेछ। म काठमाडौँबाट पोखरातर्फ जाँदै थिएँ। मेरो सहयोगी प्रेम थापा मगर पनि साथमै थिए। चलचित्र 10 गजाको निर्माणदेखि नै केही राष्ट्रघाती गद्दार दलालहरूको समूहले मेरो विरुद्धमा ठूलो विवाद सिर्जना गरेका थिए। 10 गजा चलचित्रका कारण नेपाल भारतको सम्बन्ध बिग्रिन्छ भनेर सेन्सरमा रोक लगाएका थिए। 5 करोड रुपियाँको प्रलोभन देखाइसकेका थिए। नमानेको खण्डमा हत्या गर्ने धम्की पनि दिइसकेका थिए। हामी नौबिसे पुग्दा प्रेमजीले भने, दाजु थानकोटदेखि नै एउटा मोटरसाइकलले हामीलाई पछ्याइरहेको छ, सायद तपाईँको साथी हो कि। त्यसपछि मैले पनि गाडी स्लो गर्दै हलो भने, हात हल्लाएँ, तर कुनै प्रतिक्रिया आएन। शङ्का लाग्यो, गाडी रोके। के गाडी गएर त्यो मोटरसाइकलवालाले पनि रोक्यो। हामी हिँडेपछि ऊ पनि हिँड्थ्यो, हामी रोकिँदा ऊ पनि रोकिन्थ्यो, पर्खेर बस्थ्यो। यो क्रम चाहिँ बारम्बार दोहोरिरह्यो। उसले मलाई नै स्पष्ट रूपमा टार्गेट गरेको थियो। मैले सोचेँ सायद यसले कुनै उपयुक्त ठाउँमा सुट गर्ने योजना बनाएको होला मलाई। तर मलाई चाहिँ भाग्यले साथ दियो। दमौली नपुग्दै तीव्र गतिमा असिना पानी पर्यो। वर्षासँगै त्यो व्यक्तिले हामीलाई पछ्याउनै सकेन। यसरी सुरक्षित रूपमा पोखरा पुग्न हामी चाहिँ सफल भयौँ। पोखरा पुगेपछि मैले काठमाडौँमा रहेका एक मित्रलाई सम्पर्क गरेँ। उनले सिधै भने, तपाईँको दिन बलियो रहेछ। पहिलो वाक्यमै त्यो शब्द सुनेपछि मेरो शङ्का सही भयो। मलाई मार्ने योजनाले नै मेरो पिछा गरेको रहेछ भनेर म क्लियर भएँ। अब यदि यो कुरा मैले सार्वजनिक गरिनँ भने नवल खड्काको मृत्यु किन भयो, कसरी भयो, कसले गर्यो, यत्र यी प्रश्नहरूको अनुत्तरित रहन्छ भन्ने लाग्यो। त्यसपछि मैले पोखरामा बस्ने मित्र कृष्णजी मार्फत पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम मैले राखेँ। करिब 40-50 जना जति मिडियाका साथीहरूको उपस्थिति भयो। म बसेकै होटलमा मैले पत्रकार मार्फत सम्पूर्ण घटनाक्रमहरू चाहिँ सार्वजनिक गरेँ। मिडियाले पनि साथ दिए। भोलिपल्ट ती समाचारहरू चाहिँ हेडलाइन बनेर आए। त्यसपछि मलाई गहिरो राहत महसुस भयो। यदि म मारिए भने पनि नेपाली जनताकोले चाहिँ दोषीहरूलाई चिन्छन् र सत्य कुरा अब थाहा पाउँछन् भनेर म खुसी पनि भएँ। त्यसबीचमा काठमाडौँबाट एक साथीको फोन आयो। उनले भने, दिल्लीबाट 5 जनाको टिम तपाईँको बारे अनुसन्धान गर्न नेपाल आएको छ, जसमा केही मिडिया र जासुसी निकायका सदस्य रहेको जानकारी उनले मलाई दिए। मैले भने, म नारायणगढ पुगेर पर्सि मात्र फर्किन्छु, तर उनी लगातार चाँडै आउनको लागि आग्रह गरिरहे। नारायणगढ पुगेपछि पोखराको जस्तै प्रेस मिट गर्न चाहन्थे, तर छोटो समयका कारण सम्भव भएन। संयोगले त्यहाँ माओवादीहरूको एउटा आमसभा रहेछ। त्यो थाहा पाएर म त्यस ठाउँमा पुगेँ र अवसर मागेँ। जनयुद्धको विषयमा मैले पहिलोपल्ट चलचित्र आवाज बनाएको थिएँ। त्यसैले सायद मलाई उहाँले बोल्नको लागि तुरुन्तै अवसर दिनुभयो। मैले छोटकरीमा आफ्ना समस्या र सहयोग सहितको विचार राखेँ र काठमाडौँ फर्केँ। भोलिपल्ट कुमारी हल नजिकै कफी खाँदै मलाई बोलाउने ती मित्रलाई सोधेँ, खास कुरो के हो भन्नुहोस्। उनले खुलासा गरे। मलाई भारतीय दूतावासले बोलाएको थियो। म गएँ र उनीहरूले तपाईँ नवल खड्काको साथी हुनुहुँदो रहेछ भनेर तपाईँको बारे सोधे। मैले विस्तृत रूपमा जानकारी दिए। उनीहरूले मागे, मैले दिएँ। अनि उनीहरूले तपाईँलाई समस्या पर्यो भने मासिक रूपमै तलब भत्ता यहाँबाट बुझेर लैजाँदा हुन्छ, तर नवल खड्काको रिपोर्टिङ चाहिँ बेला बेलामा गरिरहनुपर्छ तपाईँले पनि भनेर उहाँले मलाई भन्नुभयो। साथै दिल्लीबाट आएका केही मिडिया र जासुसीको जुन टोली छ, तपाईँसँग उनीहरूले अन्तर्वार्ता लिन चाहेका छन्। त्यसपछि मैले जवाफ दिएँ, मित्र, भारतीय सरकारको जो हेपाह प्रविधि छ, सीमा मिच्ने जो हाम्रो उनीहरूले गरेको थिचोमिचो छ,
नेपाली जनमाथिको जो ज्यादै छ यो कुरा त त्यो मिडिया मार्फत मैले संसारभरि सुनाउन चाहेको नि यही कुरा हो। आज त्यो अवसर मलाई प्राप्त भयो, हुँदैछ, म खुसी छु। उहाँहरू कहाँ हुनुहुन्छ, कहिले कहाँ चाहिँ अन्तर्वार्ता लिने मेरो भन्नुहोस्, म दिन तयार छु। र अर्को कुरा, म कसैबाट परिचालित मान्छे होइन, म स्वयं स्वचालित मान्छे हुँ। म जन्मेको मेरो देश, मेरो मातृभूमिको मेरो कर्तव्य र मेरो दायित्व पूरा गर्न चलचित्र मार्फतबाट मैले यो सानो प्रयास गरिरहेको छु। र यदि अब तपाईलाई मेरो बारेमा रिपोर्टिङ गरेर आर्थिक लाभ पाउने अवसर छ भने लिनुस्, म खुसी नै हुनेछु। किनकि मैले सत्य बोलेका कारण, सही मार्गमा हिँडेका कारण, राष्ट्र राष्ट्रियता देशभक्ति भावना फैलाए मार्फत रिपोर्टिङ गरेको भरमा दुश्मनलाई कसैको जीवन बाँच्छ भने, जीविकोपार्जन हुन्छ भने म खुसी नै हुन्छु मित्र। त्यति भनेपछि हामी बाई बाई भन्दै बिदा भयौँ र अहिले उहाँसँग मेरो भेटघाट हुँदैन। सायद मेरो रिपोर्टिङमा उहाँ व्यस्त हुनुहुन्छ होला र उहाँ जस्तै देशभित्र र देश बाहिर पनि ठाउँ ठाउँमा मेरो रिपोर्टिङ हुन्छ, मलाई थाहा छ। आफ्नो सानो स्वार्थको लागि देश र देशभक्तहरूलाई चाहिँ नै जुन खालको पीडा, सजाय, टर्चर दिएको छ, यो दीर्घकालीनमा राम्रो चाहिँ हुन्न होला भन्ने मलाई लाग्छ। यी सबै कुराहरू राख्नलाई सम्भव छैन। आवश्यकता अनुकूलता अनुसार क्रमशः सबै कुरा म उजागर गर्ने नै छु। अन्त्यमा मेरो साथमा उभिनुभएका मिडियाकर्मी साथीहरू, मेरा मित्रहरू, सहृदय नागरिकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। देशप्रेम र सृजनात्मक अभिव्यक्तिलाई धम्की, पैसा वा गोलीले दबाउन सकिँदैन। म सत्य, न्याय, राष्ट्र राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रताका पक्षमा म निरन्तर बोलिरहन्छु, निरन्तर चलचित्र बनाइरहन्छु। म पछि हट्नेवाला मान्छे होइन। सधैँ साथ सहयोगको अपेक्षा म नेपाली जनप्रति राख्छु। जय देश, जय जनता।